आमा सौरे मेला जहिले यस्तो खतरा हो यहाँ त जहिले लाग्छ एकदम सौरे चाहिँ एकदम यो तिहारे औँसीको उसमा चाहिँ व्यापक लागिरहेको छ यो हाम्रो 24 गाउँपालिका अनि मिक्लाजुङ गाउँपालिका लेटाङ नगरपालिका एकदम जमघट हुने ठाउँ अनि यो बाटो चाहिँ 6 नम्बर बुधबार जाने बाटो अनि टक्क माथि माथि डाँडा छ यो बिचमा चाहिँ यस्तो दामी गरी बादल दामी बसेको छ अब सौरे बजारमा आएपछि अर्ग्यानिक कोदोको रोटी खानै पर्यो हेलो साथीहरू नमस्ते सेवारो फेरि पनि तपाईहरुलाई खगेन्द्र वाजी लिम्बुज युट्युब च्यानलमा स्वागत छ अनि पक्कै पनि तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि एकदम आरामको सलै छु अनि औँसीको दिन आज हैन आज चाहिँ यो धनकुटाको यो 24 गाउँपालिका वडा नम्बर 1 अन्तर्गत यो सौरे मेलामा चाहिँ आज औँसी बजार लाग्छ सो म चाहिँ औँसी बजार भर्नका लागि म अनि मेरो दाइ मेरो काका अनि मेरो साथीहरुसँग आइसकेको छु र अहिले चाहिँ हामी 3 जना अगाडि दाइ हुनुहुन्छ काका हुनुहुन्छ अनि म पछि छु अरु सबै अगाडि आइसक्नु भएको छ अनि आजको यो सौरे मेला कस्तो लाग्छ हैन सौरे मेला अब हेरौँ साथीहरु हैन सौरे मेलाको दृश्य अनि हुर्रा चाहिँ कता छ हौ रमाइलो गर्दैछ कन्फर्म हो ल ठिक छ पुग्यो साथीहरु यता चाहिँ धरान जाने बाटो हो अनि यता चाहिँ 6 नम्बर बुधबारे बजार जाने बाटो हो अनि माथि चाहिँ एकदम अप्लो डाँडा छ अनि यता चाहिँ सौरे बजार यता लागिरहेछ अनि म चाहिँ अब सौरे बजार भर्न लागेको हैन सौरे बजारको माल अहिले यस्तो छ र केही समय पछाडि चाहिँ सौरे बजार चाहिँ एकदम बबाल लाग्छ पक्कै पनि यहाँ त होलीमा पनि बब्बाल मेला लाग्छ बाजे के छ अनि सौरे मेलाको हलिचली एकदम सौरे चाहिँ एकदम यो तिहारे औँसीको उसमा चाहिँ व्यापक लागिरहेको छ यो हाम्रो 24 गाउँपालिका अनि मिक्लाजुङ गाउँपालिका लेटाङ नगरपालिका एकदम जमघट हुने ठाउँ एकदम व्यस्त बजार हो यो तपाईहरु पनि आइदिनु होला हाम्रो वाजी खगेन्द्र लिम्बुज भ्लगलाई चाहिँ सब्स्क्राइब गर्नु फलो गर्नु हैन हाम्रो वाजी दाजुहरुले चाहिँ प्रमोट गरौँ हामी सबैले मिलेर अनि खाली ल ठीक छ ल एउटा हाम्रो बोस के छ बोस हैन होला एकदम ठीक छ हामी अलि ठक्क जान्न लागिरहेछौँ सोमबार सौरे सौरे तल उसमा त्यस्तो तपाईहरु सबै सहभागी हुनुपर्छ ल त्यहाँ जान नमस्ते टिम जानेछौँ हामी सबै जाउँ होला तल के छ सबै जाने ल आखेर आखेला जान्छ के छ बाजे हिजो त पसल थिएन नि आज त छ नि ठिक छु बाजे के छ पास मात्रै ल अब दुर्दिनबाट टोली हो जम्बु टोली ठिक छु सौरे मेलामा भेट गरौँ ल ठिकठाक जाउँ हामी भटाइ भएको ल लाग्यो काका भतिज टोली मुभ भइसक्यो अब यस्तै छ यहाँ बदाम दलाल गर्नु जानु पर्दैछ बजारे दुर्दिनबाको हो हेलो हेलो ठिक छु सर कतिखेर हो भाइ आशीर्वाद हेलो हेलो भनिदिनु पर्यो जनता के दाजु तपाईको छेउमा त के होइन सोधिबस्छु म त सन्चै हुनुहुन्छ आनन्द हिजो हराउनु चाहिँ मैले खोजेको साथीहरु यता यस्तो छ महिला चाहिँ बिर्सेर हुन्छ म यस्तै ह्यान्डसमले बिर्सेर हुन्छ मैले कता छिर्छ यता यता
सौरे मेला घुम्नु पर्यो नि त दाजु अरे मेला घुम्न किलावा आमा सौरे मेला जहिले यस्तो खतरा हो यहाँ त झैली लाग्छ गाह्रो छ साथीहरू तपाईँ के खानुभयो दादा यहाँ होलसेल छ मेरो पसलमा आउनु होला सबैजना भाइ बहिनीहरू भाइलाई किनेर बहिनीलाई दिनु होला बहिनीलाई किनेर भाइलाई दिनु होला एकदम होलसेल एकदम सुपर मिलेर एकदम राम्रो राम्रो छ होला हाम्रो भाइले एकदम मेरो भाइ प्यारो देवर बाबुले चाहिँ यहाँ भिडियो गर्दै हुनुहुन्छ के छ दाजी खै उयो भान्जा भित्रतिर क्यामेरामा खै क्यामेरा त्यो अफ के बोक्नु होइन अहिले भेटौँ ल ल गेम छैन कि यसपालि हजुर साह्रै हिँड्नु आउँदो रहेछ बिस्तारै हिँड्छु भन्छु रङ्गा छोडिहाल्नु रहेछ सौरे मेला देखाइदिनु पर्यो अनिल ठिक छ के छ ठिकठाक छु होइन ल जाउँ नि खाउँछ न हौ गोप्रोमा हामीलाई पनि निकाल्नु ठिक छ युट्युब च्यानल के छ त मेरो खगेन्द्र वाजिलिन कस्तो लोज अरे हामीलाई जित्ने अनि चोसँग खगेन्द्र के वाजिलिन फेरि पेट्रोल हेलो आउँदैछु ओहो रोटी खाऊ ल रोटी त अहिले नखाऊँ म त ग्यास्ट्रिक पीडित हो कि चन्द्रले यतै सेलरोटी कसरी हो यो कोदोमा खानुपर्छ रोटी खाउँ लु खाउँ न 10 रुपियाँ मात्रै यहाँ त्यस्तो छ ल त्यसो नि होइन साउरेमा हुर्रा उफ्रिन्छ भनेको खोइ उफ्रेकै छैन माथि उफ्रिन्छ होला माथि त्यो त छमेटा गाँसे तातो तातो कति साह्रो तातो पनि खाल्नुपर्छ म त एकदम म त गुन्द्रुक प्रेमी हो खाना खाने बित्तिकै पनि चाहिन्छ होइन एकदम स्विट लभर म एकदम स्विट लभर कसरी गोटाको रसबडी गोटाको 30 रुपियाँ यो पनि 20 अर्ग्यानिक खायो म यो खान्छु यतै खाऊँ हेर्नु काका काका 32 मलाई 1 पिस अझै खानु छ खानु त्यो रसलाई अलिकति निचोडिदिनु न ठिक छ बाजे फेरि भेट भयो त हदलम मान्दिएको हराइगयो त्यहाँ हाम्रो जम्बो टोलीको भेट भइरहेको छ अनि ज्याकेटले काम दियो नि त बेला भएको एकदम डरो लागिरहेछ मेला डरो लागिरहेछ जहाँ आए पनि दुर्दिन टोली मात्रै भेट हुन्छ दुर्दिनबार र बुधबार ल
यहाँ मैले किनेको बदाम किनेको ठाउँमा छैन छैन खै के त बदाम किन्द ए यहाँ टोलीहरु यता बदाम एउटा बदाम के किन्नुपर्छ ओहो के छ टोली ठिक छ एकदम हैन मिला झकास यता साउजीलाई बदाम किन्नु लाग्यो क्या नकिन्ने साउजी कति कुरा खाने हो र धेरै चाहियो 7 कुरा बदाम किन्ने मान्छे ब्याजी ठिक छ र ब्याजी त ह्यान्डसम हो नि यार बदाम किन्न बदाम कसरी हो 60 लो खाऊ कतिमा दिने वन्डे पनि दिने न कतिमा दिने सबै होइन सबै कतिमा दिने 500 रुपियाँमा चाहिँ सुके होस् 500 रुपियाँ त्यसो किन धेरै खानु सकिँदैन अस्ति शुक्रबारदेखि ल्याएको त ठिकै छ साथीहरू अब चाहिँ हामी फेरि यहाँ पनि त बदाम तलब गऱ्यो के भयो टोलीले बदाम ओहो भिडियोमै पर्यो त नि यार हैन नि यो त भएन के हुँदैन हामी तपाईलाई निकाल्दैन नि यस्तो भाइरलले हुँदैन यार फोन नम्बर राख्दिनु पर्छ त्यहाँ भिडियोमा फोन नम्बर राख्दिनु है उहाँको पनि उहाँलाई देखार भयो यहाँ त बगेर आइसक्यो नि हाम्रो त मैले चाहिँ मेरो टोलीलाई 2 कुरा बदाम किन्न लाग किनिसक्यो छैन नि यत्रो बजारमा दाजु बदाम अस्तिको जस्तो हुन्डी मुन्डी माग्ने बेला भयो त हुन्डी मुन्डी 500 रुपियाँ दिइसकेको यहाँ माथि एक सयमा कुरो नमिलेर हैन ए तपाई नै हो हुन्डी मुन्डीको सबै आएको छ नि भेज हुन्डी मुन्डी त्यो नि हुन्डी मुन्डी अस्ति शुक्रबारेमा 1000 रुपियाँमा हुन्डी मुन्डी मागेको दिनु भएन आज नै 500 मा हुन्डी मुन्डी मागेको दिने भएन व्यक्ति आएको छैन अर्को छ ग्रुपै छ यता हाम्रो गोविन्द सरले किन्नु भएको ग्रुपै लिएर है पैसा ल साथीहरू अब चाहिँ हामी चाहिँ साउरे मेला आज चाहिँ घर फर्किन आँटेको र यो औँसी बजार चाहिँ खासै धेरै बेरसम्म नलाग्दो रहेछ र यो होलीमा चाहिँ यतिखेरसम्म एकदम होली खेलेकै हुन्थ्यो तर आज चाहिँ बेलैमा सुनसान भइसकेको छ पक्कै पनि तपाईँहरू देख्न सक्नुहुन्छ अनि यतातिरको दृश्य यस्तो छ अनि यता यस्तो छ सुनसान भइसक्यो अनि घाम पनि कस्तो दामी लागिरहेछ अनि हाम्रो टोलीहरू फेरि आउँदा हराउनु भयो कता हराउनु भयो हैन अनि यता यस्तो डाँडा छ डाँडाको मुनि बाटो चाहिँ सेतो बादल आइरहेछ यस्तो दामी छ अनि यहाँ माथि डाँडा छ अनि 6 नम्बर बुधबारे बजार चाहिँ यता हो अनि धपडताल चाहिँ यहाँदेखि तल पर्छ अनि यता पर चाहिँ बेदा यो बाटो गयो भने धरान गइन्छ धरानदेखि अलिक पर गएपछि लाप्चे अनि लाप्चेभन्दा अलिक ओभरमा त्यहाँ गेट जस्तो छ त्यहाँदेखि तल गयो भने चाहिँ धपडताल पुगिन्छ पकाउनु तपाईँले योभन्दा पहिले शुक्रबारे बजारको ब्लग हेरिसक्नु भएको होला हेर्नु भएको छैन एकचोटि हेर्नु होला धपडताल चाहिँ यहाँ तलतिर छ आज चाहिँ म धपडताल गइनँ होइन किनकि योभन्दा पहिले नै गइसकेको छु र यस्तो दामी छ बादल यहाँ पनि कस्तो मजाले सेतो लागिरहेछ अनि धपडको मन्दिर पनि उता देखिरहेछ यहाँदेखि अनि पोखरी पनि दामी भएको छ तर अस्ति यहाँ चाहिँ एकजना चाहिँ पौडी खेल्ने क्रममा चाहिँ एकजनाको चाहिँ डुबेर चाहिँ मृत्यु भएको भन्ने चाहिँ समाचार पनि सुन्न आएको थियो अनि यता यस्तो छ अनि यो यताको यो बाटो चाहिँ धरान जाने बाटो यता अलिक पर लाप्चेदेखि उता गयो भने शुक्रबारे पनि गइन्छ यस्तो दामी छ अनि उता यो डाँडामा चाहिँ घाम डुब्दैछ साउरे बजारबाट घर फर्केको चमक्क भइसक्यो रिटर्न यो टिम रिटर्न हुँदैछ चिसो मौसम छ योभन्दा अलिक धेरै बेर बसियो भने फेरि चिसो लाग्न सक्छ इन्भाइटले गर्दाखेरि म चाहिँ यस्तो म चाहिँ इन्ट्रेस्ट लाग्दैन ठिक छ ल जति पनि साथीहरूले यतिन्जेल मेरो भिडियो हेरेर साथ दिनुभयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद यसपालिको औँसी बजार साउरेको यस्तै भयो अब अर्कोचोटि कस्तो हुन्छ समयले साथ दियो भने